कतै तपाईँ झुटो शिक्षकहरूसँग अनलाइन सङ्गतिमा जोडिरहनु भएको त छैन? फेसबुकमा अनलाइन सङ्गति गर्दा होसियार हुनुहोला, किनभने जोहरूसँग तपाईँले सङ्गति गर्दै हुनुहुन्छ उनीहरू झुटो शिक्षकहरू हुन सक्छ। यदि तपाईँहरू 7:45 देखि 9:30 सम्म मेसेन्जरमा अनजान मानिसहरूसँग सङ्गति बस्नु भएको छ भने त पक्कै पनि तपाईँ झुटो शिक्षामा हुनुहुन्छ। यदि कसैले तपाईँलाई येशू ख्रीष्टको दोस्रो आगमन भइसकेको छ, उहाँ फलाना ठाउँमा हुनुहुन्छ, उहाँ चाइनामा हुनुहुन्छ, उहाँ कोरियामा हुनुहुन्छ भनेर भन्न थाल्यो भने त्यो चाहिँ झुटो हो भन्ने कुरा बुझ्नुहोला। किनभने आजभन्दा 2000 वर्ष अगाडि नै येशू ख्रीष्ट जब यस संसारमा आउनुभयो तब मान्छेले उद्धार पाउनको लागि गर्नुपर्ने सबै कामहरू उहाँले पुरा गरेर जानुभयो। उहाँ त्यति बेला हामीलाई उद्धारको मौका दिनको लागि आउनुभयो। तर जब अब आउनुहुनेछ, उहाँ बादलमा आउनुहुनेछ र सबैजनालाई न्याय गर्नको निम्ति आउनुहुनेछ। उहाँ कहिले आउनुहुन्छ भन्ने कुरा कसैलाई पनि थाहा छैन उहाँलाई बाहेक, किनभने येशू ख्रीष्टले भन्नुभएको छ, यो जान्नु तिमीहरूको काम पनि होइन, हामीहरू सधैँभरि तयार हुनुपर्छ जहिले येशू ख्रीष्ट आए पनि। र उहाँ चोर जस्तै आउनेछु भनेर भन्नुभएको छ, चोर जस्तै अथवा कसैले पनि थाहा नपाउने गरी। तर जब उहाँ आउनु हुनेछ त्यसपछि आएपछि चाहिँ सबैले देख्नेछन्, किनभने उहाँले यो पनि भन्नुहुन्छ कि जसरी पूर्वबाट पश्चिमसम्म बिजुली चम्किन्छ त्यसरी नै मानिसको पुत्रको आगमन हुनेछ भनेर भनिएको छ। अर्थात् येशू ख्रीष्ट कति बेला आउनुहुन्छ भन्ने कुरा चाहिँ हामीलाई थाहा छैन, तर जब उहाँ आउनुहुनेछ सबैले चाहिँ उहाँलाई देख्नेछन् भन्ने कुरा चाहिँ हामीलाई थाहा छ। त्यस कारणले गर्दाखेरि यदि कसैले फलाना ठाउँमा येशू ख्रीष्ट आइसक्यो, यो हुनुहुन्छ त्यो हुनुहुन्छ भनेर भन्छ भने चाहिँ त्यसमा तपाईँले विश्वास नगर्नु होला। विशेष गरी अब बाइबल अलिअलि बुझ्ने अनि मण्डलीमा सहभागी हुने मान्छेहरू त यो कुरालाई अलिकति सजिलैसँग बुझ्नुहुन्छ। तर जो जति चाहिँ नयाँ विश्वासी हुनुहुन्छ अनि जसले चाहिँ येशू ख्रीष्टलाई ग्रहण गर्न खोज्दै हुनुहुन्छ अनि उहाँहरूलाई चाहिँ अलिकति गाह्रै पर्छ यो कुरालाई बुझ्नको लागि। त्यस कारणले गर्दाखेरि अहिले यस्ता किसिमका झुटो शिक्षाहरूले चाहिँ नयाँ विश्वासीहरूलाई बहकाउने भएको कारणले गर्दाखेरि यो झुटो शिक्षाहरूबाट सजग हुनुहोस् भनेर हामीले यो भिडियो बनाएका छौँ। तपाईँले यो भिडियो राम्रोसँग हेर्नुहोला र सेयर पनि गर्नुहोला, किनभने तपाईँको कतिजना साथीहरू हुन सक्छन् जसले चाहिँ यो झुटो शिक्षालाई साँचो भनेर त्यो मानिसहरूसँग सङ्गति गर्दै हुनुहुन्छ। सर्वशक्तिमान परमेश्वरको मण्डली अर्थात् पूर्वीय तारा भन्ने यो चाइनाको झुटो शिक्षा चाहिँ आजभन्दा करिब 3 दशक अगाडि चाइनामा उत्पत्ति भएको थियो। यान छाङबिन भन्ने महिलालाई यिनीहरूले येशूको दोस्रो अवतार मान्छन् भने उनकै श्रीमान जाओ विशानलाई पवित्र आत्माले चलाउनु भएको प्रधान पुजारी मान्छन्। अनि यिनीहरू दुवैजना चाहिँ परमेश्वरबाट आएका हुन् भनेर चाहिँ यिनीहरूले मान्ने गर्छन्। सबैभन्दा पहिला सुरुमा त तपाईँले आफ्नो फेसबुकको फ्रेन्ड लिस्टहरू चेक गर्नुहोला, किनभने चाइनिज र कोरियन अनुहार परेका मानिसहरू जसले चाहिँ नेपाली नाम राखेर आएका छन् उनीहरूले चाहिँ तपाईँलाई फ्रेन्ड रिक्वेस्ट पठाएको हुनसक्छ। त्यो फ्रेन्ड रिक्वेस्ट एक्सेप्ट गरेपछि तपाईँहरूलाई चाहिँ उनीहरूले चाहिँ एउटा ग्रुपमा जोड्छन्, त्यसपछि प्रश्न उत्तरहरू गर्ने अनि त्यसपछि जुमको लिङ्कहरू सेन्ड गर्ने गर्छन्। अनि त्यसपछि तपाईँलाई चाहिँ उनीहरूले फकाएर उनीहरूको सङ्गतिमा राख्ने गर्छन्। विचार गर्नुहोला, यिनीहरू चाहिँ झुटो शिक्षकहरू हुन्। देखिँदा चाहिँ एकदमै राम्रो देखिन्छन्, सभ्य देखिन्छन्, बोल्दाखेरि एकदमै सभ्य देखिन्छन्, तर यिनीहरूको शिक्षा चाहिँ एकदमै जय मसीह। आज हामी कुरा गर्नेछौँ येशू ख्रीष्टको बारेमा, तर चाइनामा जन्मिनु भएको। हजुर, एकजना व्यक्तिले येशू ख्रीष्ट चाइनामा जन्मिनु भएको छ भन्छन्, सत्य हो कि झुटो हो भनेर हामीलाई सोध्नु भएको रहेछ। यो बिल्कुलै झुटो हो। यस्तो फाल्तु शिक्षामा परेर तपाईँहरूले आफ्नो समय खेर नफाल्नु होला। यिनीहरूलाई चर्च अफ अलमाइटी गड अथवा सर्वशक्तिमान परमेश्वरको मण्डली र पूर्वीय तारा अर्थात् इस्टर्न लाइटनिङ पनि भनिन्छ। र यिनीहरूको काम भनेको के हो भने फेसबुकबाट सोधासाझा विश्वासीहरूलाई जम्मा गर्ने, त्यसपछि येशू ख्रीष्टको दोस्रो आगमन भइसकेको छ, उहाँले न्याय गर्दै हुनुहुन्छ र स्वर्गमा जानको लागि चाइनामा जन्मिनु भएको येशूलाई विश्वास गर्नुपर्छ भनेर उनीहरूले भन्ने गर्छन्, जुन बाइबलमा कतै पनि छैन। उनीहरू झुटो छ भन्ने कुरा त हामीले थाहा पाइसकेका छौँ, तर उनीहरूले के सिकाउँछन् भन्ने कुरा पनि आज हामी हेर्नेछौँ र प्रमाणसहित हेर्नेछौँ। किन भन्दाखेरि चाहिँ हामीले यसभन्दा अगाडि पनि एउटा भिडियो सार्वजनिक गरेका थियौँ अनि त्यहाँबाट 200-300 जना जति मानिसहरूले हामीलाई मेसेज गर्नुभयो। अनि ओहो, हामीले त साँचो अनलाइन सङ्गति होला भनेर सङ्गतिमा बसेको, म त विदेशमा छु, म त मण्डली जान पाइरहेको छैन, अनि मलाई त यो फलाना बहिनीले, फलाना भाइले, फलाना दाइले जोड्नु भयो, अनि त्यसपछि मैले त साँचो हो जस्तो मानेको, तर झुटो रहेछ, बाइबलभन्दा बाहिरका कुराहरू सिकाउने रहेछ भनेर चाहिँ उहाँहरूले हामीलाई भन्नुभयो। साथसाथै त्यहाँका लिडरहरू पनि हामीसँग आएर मेसेज गर्नुभयो, बहस गर्नुभयो। अनि कतिजना लिडरहरूले त हामीलाई फोन गरेर त्यो भिडियो हटाउनुहोस्, आउनुहोस्, कुरा गरौँ, गफगाफ गरौँ, क्याफेमा भेटौँ भनेर पनि हामीलाई लोभ्याउनु भएको थियो। तर हामीले त्यो कुरामा चाहिँ बिल्कुलै डिसएग्री गऱ्यौँ, किनभने हामीलाई चाहिँ सत्यताको प्रचार गर्नु छ, हामीलाई कुनै पनि दाना पानी चाहिएको छैन। अनि अर्को कुरा, 2-3 जना लिडरहरूले अहिले पनि हामीसँग बाइबल तालिम लिँदै हुनुहुन्छ। अनि उहाँहरूले पनि हामीसँग आएर फोन गर्नुभयो, बहस गर्नुभयो, हामीले मेसेजमा कुरा गऱ्यौँ। अनि त्यसपछि उहाँहरू अहिले हामीसँग हुनुहुन्छ र उहाँहरूले चाहिँ त्यहाँका गोप्य सूचनाहरू हामीलाई दिनुभएको छ। तिनीहरूले चाहिँ कसरी मानिसहरूलाई आफ्नो सङ्गतिमा ल्याउँछन् र के कुराहरू सिकाउँछन्
भन्ने कुराको डकुमेन्ट हामीसँग छ। आउनुहोस् हामी त्यो हेरौँ अनि यिनीहरूले के सिकाउँछन् र कसरी मानिसहरूलाई झुक्क्याउँछन् भन्ने कुरा आज हामी हेर्नेछौँ। पहिलो कुरा त यिनीहरूले त्रिएक परमेश्वरलाई मान्दैनन्। अनि अर्को कुरा येशू ख्रीष्टको बलिदान मुक्तिको निम्ति सम्भव छैन भनेर भन्छन्। येशू ख्रीष्टको बलिदानले हाम्रो पापको स्वभावलाई नष्ट गर्दैन, केवल पापलाई मात्र नष्ट गर्छ। त्यसकारणले हामीले हाम्रो पाप स्वभावलाई नै नष्ट गर्नुपर्छ। त्यसको लागि सर्वशक्तिमान परमेश्वर अथवा चाइनामा जन्मिनु भएको ईश्वरलाई विश्वास गर्नुपर्छ। त्यो चाइनामा जन्मिनु भएको छोरी मान्छेको नाम चाहिँ के हो? याङ छङबिन। र उसको श्रीमान अथवा उसको प्रेमी जाओ विसन चाहिँ प्रधान पुजारी उनीहरूले मान्ने गर्छन्। र यो दुईजना मानिसहरू मिलेर यो सारा समुदायलाई नै अपरेट गरिरहेका छन्। कहाँबाट भनेर भन्दाखेरि चाहिँ न्युयोर्कबाट। चाइनाको मान्छे कसरी न्युयोर्क गयो भनेर भन्नु होला, किनभने चाइनामा उनीहरूले अपराधिक गतिविधिहरू गरे, मान्छेहरू मारे। यसको त भिडियो पनि बाहिरिएको छ, तपाईँहरूले युट्युबमा सर्च गर्न सक्नुहुन्छ BBC न्युजमा है। म तपाईँहरूलाई यहाँ स्क्रिनमा देखाउनेछु। वचनले स्पष्टसँग भनेको छ, जसले क्रुसको सन्देश र येशू ख्रीष्टको बलिदानलाई अस्वीकार गर्छ उनीहरू चाहिँ झुटो शिक्षाहरू हुन् भनेर। यिनीहरूको सिद्धान्त एकदमै हाँसो लाग्दो छ। बाइबलको कुनै पनि खण्डले यिनीहरूको सिद्धान्तलाई सपोर्ट गर्दैन। हामीलाई थाहा भइसकेको छ कि यिनीहरू झुटो शिक्षा हुन् भनेर, तर पनि यसो नियालो यिनीहरूले के सिकाउँदा रहेछन्। येशू ख्रीष्टले भन्नुभएको छ, हेर म चोर जस्तै आउनेछु, अनि जब उहाँ बादलमा आउनुहुनेछ तब सबै मानिसहरूले देख्नेछन्। यो कुरालाई उनीहरूले भन्छन् कि येशू ख्रीष्ट दुई पटक अझै आउनुहुन्छ। एकपटक गोप्य तरिकाले चोर जस्तै, अनि अर्को पटक चाहिँ बादलमा सार्वजनिक तरिकाले। अनि अहिले चाहिँ येशू ख्रीष्ट महिलाको रूपमा कहाँ आउनुभएको छ? चीनमा गोप्य तरिकाले, कसैले पनि थाहा नपाउने गरी। अनि पछि चाहिँ उहाँ फेरि बादलमा पनि आउनुहुनेछ न्याय गर्नलाई भनेर उनीहरूले भन्ने गर्दछन्। दानियल 12:9 देखि 10 लेखिएको पद जहाँनिर चाहिँ लेखिएको छ कि एउटा मोहर जो चाहिँ बन्द गरिएको छ अन्त्यको दिनमा त्यो खोलिनेछ भनेर। अनि त्यो मोहर चाहिँ खोलिसकिएको छ भनेर उनीहरूले दाबी गर्छन्। र त्यो मोहर को हो भन्दाखेरि चाहिँ चाइनामा जन्मिनु भएको महिला येशू ख्रीष्ट। यिनीहरूले तीनवटा युगको बारेमा सुनाउँछन्, यिनीहरूले तीनवटा युगको बारेमा सिकाउँछन्। पहिलो युग व्यवस्थाको युग, जहाँनिर परमेश्वरले मानिसहरूलाई व्यवस्था दिनुभयो। दोस्रो युग अनुग्रहको युग, येशू ख्रीष्ट आउनु भएदेखि 1991 सम्म। यो 1991 किन भनेर भन्दाखेरि 1991बाट यिनीहरूले आफ्नो सम्प्रदायलाई सुरु गरेका थिए। र 1991 देखि परमेश्वरले अथवा त्यो याङछङबिन भन्ने येशू ख्रीष्टले चाहिँ मानिसहरूलाई न्याय गर्दैछ भित्री रूपमा भनेर चाहिँ उनीहरूले भन्ने गर्छन्। अनि यो न्याय कसरी भन्दाखेरि चाहिँ बाढी पहिरो भूकम्प युद्धहरूबाट। यिनीहरूको सिद्धान्तहरू बेला बेलामा चेन्ज भइरहन्छन्। पहिला बेला चाहिँ यिनीहरूले येशू ख्रीष्टलाई अलिकति तल राख्थे अनि अहिले आएका याङछङबिनलाई माथि राख्थे भने अब अहिले चाहिँ यिनीहरूले के भनेका छन्? म नै हो येशू ख्रीष्ट, म नै पहिला येशू ख्रीष्ट भएर आएको थिएँ, म नै यहोवा थिएँ पुरानो करारको, अनि म नै अहिले जन्मिएको छु भनेर चाहिँ उनीहरूले भन्ने गर्दछन्। र यहाँनिर चाहिँ त्रिएकताको सिद्धान्त चाहिँ गायब भएको छ। परमेश्वरको अवतार चीनमा देखा पर्नुको कारण चाहिँ दुईटा उनीहरूले मान्ने गर्छन्। एउटा कुरा चाहिँ जसरी पूर्वबाट बिजुली चम्किँदा पश्चिमसम्मै पुग्दछ त्यसरी नै परमेश्वरको आगमन हुनेछ भन्ने कुरालाई यिनीहरूले के भन्छ? पूर्व भनेको चाहिँ के हो भन्दाखेरि चाहिँ चीन हो भनेर भन्ने गर्छ। तर होइन, पूर्व नै हो भने त चीनको पनि पूर्वमा अर्को देशहरू छ होइन। यहाँनिर पूर्वबाट पश्चिमसम्म जसरी भनेर भन्दै गर्दा यो दृष्टान्त हो। येशू ख्रीष्टलाई आएको सबै मानिसहरूले देख्नेछन् भनेर भन्न खोजेको। कुन बेला आउने भन्ने कुरा चाहिँ कसैलाई थाहा छैन, तर जब उहाँ आउनुहुनेछ त्यसपछि सबैजनाले देख्नेछन् भन्ने कुरा यसले भन्न खोजेको। तर उनीहरूले गलत तरिकाले के उल्टा गरे भन्दाखेरि पूर्व भनेको चाहिँ चीन हो अनि चीनमा आउनुभएको छ। अनि यो कुरालाई अर्को कुरा केले साबित गर्छ भन्दा प्रकाश 12:9 यहाँनिर के लेखेको छ? अजिङ्गरको विषयमा लेखेको छ। त्यस कारणले गर्दा जसरी बाइबलमा अजिङ्गरको विषयमा लेखिएको छ चीनमा पनि अजिङ्गरलाई पुजिन्छ, ठुलो अजिङ्गरलाई, रातो अजिङ्गरलाई। यस कारणले गर्दा येशू ख्रीष्ट चाइनामा जन्मिनुहुन्छ भन्ने कुरा यिनीहरूले गर्ने गर्दछन्, जुन चाहिँ कुनै पनि हालतमा बाइबलले सपोर्ट गर्दैन। अब यी कुराहरू उनीहरूले सिकाइ गर्छ ग्रुपमा होइन। यही कुरालाई दोहोऱ्याएर सिकाउने गर्दछन् र यो कुराहरू उनीहरूले पास्टर अगुवाहरूलाई नभन्न भन्छन् है। अब त्यस कारणले तपाईँ जुनै सुकै पनि अनलाइन सङ्गतिमा जोडिनुहुन्छ त्यति बेला तपाईँले आफ्नो पास्टर अगुवाहरूलाई चाहिँ भन्नुपर्छ म यस्तो यस्तो सङ्गतिमा जोडिएको छु है, ठिक हो कि होइन भन्नु। अब यिनीहरूले पहिला सुरुमा तपाईँलाई तिनीहरूको विषयमा सिकाउँछन्। त्यसपछि अब जो जतिले बाइबल पढ्न जानेको छ अब उनीहरूले त पहिले नै थाहा पाउँछ। तर कतिजना निर्दोषहरू हुनुहुन्छ जसले भर्खरै बाइबलको बारेमा सिक्दै हुनुहुन्छ, जसलाई बाइबलको विषयमा अलिकति कमै ज्ञानहरू छ, अनि उहाँहरूलाई त सजिलैसँग फसाउने भयो। अनि त्यो फसाइसकेपछि उनीहरूले के गर्छन्? अब तिमीले अरूहरूलाई ल्याउनु पर्छ, तिम्रो परिवारलाई होइन, तिम्रो श्रीमान श्रीमती आमा बुवा छोरा छोरी साथी होइन को हुन्छ उनीहरूलाई चाहिँ
ल्याउन भन्छ। त्यसपछि तपाईँलाई उनीहरूले चाहिँ के गर्छ भन्दाखेरि चाहिँ त्यहाँ सिकाउँछ कसरी ल्याउने, उनीहरूसँग कसरी बोल्ने। इभन आफ्नो आफन्त मात्र नभएर फेसबुकबाट अरू मानिसहरूलाई, विश्वासीहरूलाई, फेरि टार्गेट यिनीहरूको विश्वासी हो है, विश्वासीहरूलाई कसरी ल्याउने भन्ने कुरा चाहिँ उनीहरूले तपाईँलाई सिकाउनेछन्। अब यसलाई उनीहरूले कर्तव्य पालन गर्ने भन्छ। र यो कर्तव्य भनेको चाहिँ स्वर्ग जानको लागि नभई नहुने कुरा हो। यदि हामीले कर्तव्य पालन गरेनौँ भने हामी चाहिँ स्वर्ग जाँदैनौँ भन्ने जस्तो यिनीहरूले कुरा गर्छन्। अनि त्यो कर्तव्य के हो भन्दाखेरि माछा पक्रिने। माछा नखुको खोलामा पक्रिने होइन, माछा कहाँ पक्रिने भन्दाखेरि चाहिँ फेसबुकमा। त्यो माछा भनेको विश्वासीहरू हो, तपाईँहरूलाई उनीहरूले चाहिँ माछा भन्छ है। अनि त्यो कसरी गर्ने भनेर भन्दाखेरि चाहिँ क्रिस्चियन पोस्टहरूमा जसले आमेन भनेको छ उनीहरूलाई चाहिँ फ्रेन्ड रिक्वेस्ट पठाउने, अनि त्यसपछि उनीहरूसँग कुरा गर्ने, अनि उनीहरूलाई म्यासेन्जरमा ग्रुपमा जोड्ने, त्यसपछि उनीहरूको सङ्गतिमा राखेर झुटो शिक्षाहरू सिकाउने। तपाईँले यस्तो भिडियो त देख्नु भएको छ होला। सुत्न 7 घण्टा लाग्छ, काम गर्न 8 घण्टा लाग्छ, तर परमेश्वरलाई धन्यवाद दिन मात्र 1 मिनेट लाग्छ। आमेन। आमेन भन्ने सबैको साथमा परमेश्वरको आशीर्वाद आउनेछ। आमेन भन्नेलाई परमेश्वरले आशिष दिनुहुन्छ। अनि विश्वासीहरूले पनि आशिष पाउनको लागि आमेन लेखिरहेका हुन्छन्। आमेन लेखेर कहिले पनि आशिष पाइँदैन। तपाईँले आमेन लेख्दै गर्दा उनीहरूले तपाईँलाई के गर्छ, फ्रेन्ड रिक्वेस्ट पठाउँछ। तपाईँले फ्रेन्ड रिक्वेस्ट गरेपछि तपाईँले एक्सेप्ट गर्नुभएपछि उनीहरूले तपाईँलाई कहिलेकाहीँ भन्छ, कहिलेकाहीँ नभनिकन पनि आफसे आप तपाईँलाई ग्रुपमा जोडिदिन्छ। त्यसपछि तपाईँलाई सङ्गतिमा उनीहरूले राख्छ, त्यसपछि झुटो शिक्षाहरू सिकाउन सुरु गर्छ। उनीहरूको नियमै के छ भने एकदमै धेरै साथीहरू बनाउने, अनि त्यसपछि उनीहरूलाई चाहिँ सङ्गतिमा राख्ने। यिनीहरूले यति धेरै साथी बनाउँछन् कि फेसबुकको लिमिटै क्रस हुन्छ, अनि फेसबुकले पनि साथी बनाउने अप्सन अथवा फ्रेन्ड रिक्वेस्ट गर्ने अप्सन नै हटाइदिन्छ। अनि कहिलेकाहीँ त धेरै साथी भयो भनेर फेसबुकले आफसे आप ब्लक गरिदिन्छ। अनि यस्तो गर्दा उनीहरूले के भन्छ भने कम्तीमा 6वटा एकाउन्ट हुनुपर्छ, 6 देखि 9वटा साधारण मान्छेको एकाउन्ट हुनुपर्छ, र लिडरहरूको 15वटासम्म एकाउन्टहरू भएको हामीले जानकारी पाएका छौँ यो डकुमेन्टबाट। र यो 15वटा एकाउन्ट चाहिँ सबै फेक एकाउन्टहरू हो। र यसमा यिनीहरूले के गर्छन् भन्दा सामान्य महिला नेपालीको नाम राख्ने, अनि वास्तविक व्यक्तिको फोटो राख्ने। यिनीहरूले पहिला चाहिँ यो चाइनिजहरूको फोटो राख्थ्यो, अनि त्यसपछि यो फुलको फोटो राख्थ्यो, अनि एआईबाट बनाएको फोटो राख्थ्यो। तर आजभोलि चाहिँ वास्तविक मानिसहरूको नै फोटो राख्ने गरेका छन्, र व्यक्तिगत जानकारीहरू पनि सबै फेक राख्छन्। जस्तै यो स्कुलमा पढ्यो भन्छ, यो कलेजमा गएको भनेर भन्छ, यो अफिसमा काम गर्ने। यो चाहिँ सबै के हो भन्दाखेरि फेक हो। एकजना मान्छेकै 15वटा आइडीहरू हुन्छ, र फरक नामबाट प्रायः छोरा मान्छेको पनि छोरी मान्छेको पनि छोरी मान्छेकै नामबाट चाहिँ यिनीहरूले आइडी बनाइरहेका हुन्छन्, र यिनीहरूले झुटो विवरणहरू दिन्छन्। अब अघि नै यिनीहरूको नियममा चाहिँ के छ, यिनीहरूको सिद्धान्तमा भन्दाखेरि सर्वशक्तिमान परमेश्वरलाई विश्वास गरेपछि पापको स्वभावबाट हटाइन्छ भन्ने। तर यहाँनिर चाहिँ उनीहरूले के सिकाएका छन् भन्दाखेरि झुटो बोल्नको लागि सिकाइरहेका छन्। अब हुन त यिनीहरूलाई कसरी विश्वास गर्नु, अब चीनमा मान्छे मारेर आएको होइन। अब यिनीहरूको स्वभाव नै के छ भन्दाखेरि झुट बोलेर मान्छेहरूलाई बहकाउने। जब तपाईँसँग यिनीहरूले परिचय गर्छन्, तपाईँले आफ्नो नाम, ठेगाना, तपाईँको उमेर, तपाईँको परिवारमा को हुनुहुन्छ, तपाईँले के गर्नुहुन्छ भन्ने कुरा थाहा पाउँछन्। त्यसपछि तपाईँको जानकारीहरू यिनीहरूले आफ्नो डकुमेन्टमा राख्छन्। ल हेर्नुहोस्, यहाँ कसको नामहरू छ। यिनीहरूले वर्गहरू छुट्याउँछन्, को नयाँ हो, को पुरानो हो, कसले छोडे, को आउँदैछ, कोसँग कुरा हुँदैछ आदि। र यो चाहिँ इमोजीबाट चाहिँ, इमोजी भनेको यो चिन्हहरूबाट चाहिँ हुन्छ। हामीले यिनीहरूको विरुद्धमा पहिले नै भिडियो बनाएका थियौँ, अनि धेरै मानिसहरू यसबाट प्रभावित भएका थिए। 2-3 हप्तासम्म त यिनीहरूकोमा सङ्गति नै भएको रहेनछ। खालि त्यहीको लिडरहरू मात्र, काम गर्ने लिडरहरू मात्र भेला भएका रहेछन्, उनीहरू आफैले सङ्गति गरेछन्, अनि बाँकी मानिसहरू भेला नै हुन छाडिसकेका रहेछन्। त्यस कारणले यिनीहरूले हामीलाई चाहिँ के भन्छन्, दुष्ट भन्छन्। यिनीहरूले प्रचार गर्ने भनेको खासै बाइबलको ज्ञान नभएको, अनि सङ्गति नपाएको, विदेशमा भएको, चर्चबाट टाढा भएको मानिसहरूलाई यिनीहरूले टार्गेट गर्ने गर्छन्। र यिनीहरूले प्रचार कसलाई गर्दैन भन्दाखेरि नास्तिकलाई यिनीहरूले प्रचार गर्दैन, जसलाई प्रचार गर्नुपर्ने हो उनीहरूलाई प्रचार गर्दैन होइन। अनि यो दया नभएको निर्दयीहरूलाई यिनीहरूले प्रचार गर्दैन, भूत आत्माले सताइएकाहरूलाई प्रचार गर्दैन, किनभने भूत आत्मा त यिनीहरूले निकाल्नै सक्दैन होइन। दीर्घकालीन रोग भएकाहरूलाई पनि यिनीहरूले प्रचार गर्दैन, किनभने यिनीहरूलाई रोग पनि निको पार्न सक्दैनन् यिनीहरूले। अपाङ्गहरूलाई यिनीहरूले प्रचार गर्दैन होइन। यो अनुहारमा दाग भएको, आँखा डेढो भएको, त्यसपछि नाक बाङ्गो भएको, अनुहारमा चाउरी परेको होइन, यस्तोहरूलाई चाहिँ यिनीहरूले चाहिँ के भन्छ, ईश्वरको दण्ड भन्ने रहेछ है। अनि मैले पनि एउटा गीत गाएको थिएँ, यो तपाईँहरूले हेर्न सक्नुहुन्छ। यो गीत यो मेरो आँखाको अपरेसन गर्ने बेलाको गीत हो।
अनि यो गाउँदाखेरि त्यहाँनिर उनीहरूले आफ्नो ग्रुपमा यो पठाएर यस्तो लेखेको रहेछ हेर्नुहोस् त, यो मान्छेलाई चाहिँ परमेश्वरले अथवा भगवान्ले दण्ड दिएको जस्तो छ भनेर भनेको छ। यो भगवान भनेछ खास यो चाहिँ चाइनिजले लेखेको र उसको भाषामा आफ्नै भाषामा लेखेर नेपालीमा ट्रान्सलेट गर्दाखेरि भगवान हुन गएको गडलाई होइन। म त अलिअलि गीत पनि गाउँछु र म गीत बनाइदिन्छु पनि, मेरो च्यानल छ नहुम गाहा मगर भन्ने, तपाईँहरूले त्यो हेर्न सक्नुहुन्छ। अनि यसबाहेक फ्रेन्ड रिक्वेस्ट पठाइसकेपछि नयाँ साथीहरूलाई के कुराहरू बोल्ने भन्ने कुरा पनि यिनीहरूले मेसेजमा सेभ गरेर राख्नको लागि सिकाउँछन्। जुनसुकै साथी भए पनि उनीहरूले के भन्ने, ओहो फलाना तपाईँलाई देखेर मलाई मेरो कलेजको साथीको याद आयो भन्ने होइन, मेरो भतिजाको याद आयो, तपाईँ त मेरो आफ्नै साथी जस्तो लाग्छ भनेर यत्तिकै हुँदै नभएको कुराहरू चाहिँ भन्दिन यिनीहरूले चाहिँ लगाउँछन्। अब यिनीहरूसँग समय पनि यिनीहरूले छुट्याउँछन्, कति बेला कुरा गर्ने होइन, बिहानमा कति बेला कुरा गर्ने, दिउँसोमा कति बेला कुरा गर्ने, कति बेला मान्छेहरू फ्री हुन्छ, अनि त्यति बेला चाहिँ उनीहरू चाहिँ कुरा गर्नको लागि समयहरू छुट्याइदिएका हुन्छन्। यिनीहरूको थरीका ग्रुपहरू हुन्छन्, एउटा ग्रुप सकिएपछि अर्को ग्रुपमा लान्छ, अर्को ग्रुप सकिएपछि अर्को ग्रुपमा यिनीहरूले लग्ने गर्छन्। ल हेर्नुहोस्, अब हाम्रो भिडियो पनि यिनीहरूले ग्रुपमा राखेका छन्। ल हेर्नुहोस् है, अनि यिनीहरूले हामीले जब त्यो भिडियो निकाल्यो यिनीहरूले भनेका रहेछन् यो मान्छेहरूलाई चाहिँ ब्लक गर्नु होला, यिनीहरू चाहिँ शैतान हो होइन, यिनीहरूलाई चाहिँ शैतानले काम गरेको छ भनेर। र यिनीहरूले हाम्रो जस्तै पेज पनि खोलेका छन्। हाम्रो पेज छ आइएम नेपाली क्रिस्चियन भन्ने, अनि यिनीहरूले पनि आइएम नेपाली क्रिस्चियन भन्ने कुरा राखेका छन्। यो कसरी चिन्ने भन्दाखेरि हाम्रोमा चाहिँ यो लो हेर्नुहोस्, यो आइएम नेपाली क्रिस्चियन भनेर नेपालको नक्सा राखिएको छ। यिनीहरूकोमा चाहिँ फेरि के छ भन्दाखेरि एआईबाट बनिएको इमेजहरू, येशूको जस्तो आकृति भएका चित्रहरू यिनीहरूले राख्ने गर्छन्। तपाईँहरूले यो कार्टुन जस्तो येशूको आकृति भएको चित्रहरू रङ्गी बिरङ्गी देख्नुभयो भने यो चाहिँ पक्कै पनि यो झुटो शिक्षाको हो भनेर तपाईँहरूले बुझ्दा हुन्छ। अब यिनीहरूले माछा कहाँ खोज्छन् भनेको यो विश्वासीहरूलाई झुक्क्याउनको लागि यो विश्वासीहरू कहाँ खोज्छन् भन्दाखेरि ठुलो क्रिस्चियन पेजहरूमा, अलिकति भाइरल भएको पोस्टहरूमा, अनि ग्रुपहरूमा जसले चाहिँ आमेन लेख्छ, जसले चाहिँ लाइक कमेन्ट गरेको छ, अनि उनीहरूलाई चाहिँ के गर्छ भन्दाखेरि यिनीहरूले फ्रेन्ड रिक्वेस्ट पठाउँछ, अनि त्यसपछि आफ्नो ग्रुपमा जोडेर कुराकानी गरेर आफ्नो सङ्गतिमा लान्छ। र यिनीहरूले महिनाको अन्तिममा यो महिनाभरि हामीले कसलाई कसरी प्रचार गर्यो भन्ने कुराहरू फिडब्याकहरू लिइराख्छन्। एकदमै प्रभावकारी रूपमा यिनीहरूले यो गरिरहेका छन् र यिनीहरूलाई हामीले बनाएको भिडियोबाट धेरै नै असर परेको छ। अनि त्यसपछि यिनीहरूले हाम्रो विषयमा पनि चर्चा परिचर्चा गर्दैछन्। अनि मैले यो पनि सुनेको छु कि अझै मैले अस्ति बनाएको त्यो 16 मिनटको भिडियोलाई कसरी प्रतिकार गर्ने भन्ने विषयमा पनि यिनीहरूले तालिम राखेको छ अरे 1-2 हप्ताको होइन। त्यस कारणले गर्दा अब त्यहाँ पनि तिनीहरूले के भन्छन् त्यो सुन्नुपर्छ। जे होस्, अब हाम्रो काम भनेको के हो, अब यस्ता शिक्षाहरू त अब कति छन् कति, यो र यस्ता डकुमेन्ट त अब कति छन् कति, अब त्यो हेरिसाध्यै छैन। र सबै डकुमेन्टको कुराहरू हेर्दा कुनै पनि कुराहरू चाहिँ परमेश्वरको वचनसँग मेल नै खाँदैन। यिनीहरूले यो बाइबललाई आफ्नो तरिकाले मनमानी हिसाबबाट चाहिँ के गरिरहेका छन्, इन्टरप्रेट गरिरहेका छन्। यिनीहरूको विषयमा अलिकति बढी नै बुझ्नको लागि चाहिँ तपाईँले 16 मिनट हामीले बनाएको भिडियो मजाले हेर्नु होला होइन। तर अब यति कुरा जानौ कि यिनीहरूको कामै भनेको सोझो विश्वासीहरूलाई बहकाउने, विश्वासीहरूको नाम बदनाम गर्ने, विश्वासीहरूको करियर नाश गर्ने। अब करियर नाश भनेको चाहिँ कस्तो भने यो सानो सानो नानी बाबुहरूलाई यिनीहरूले पढ्नु पर्दैन, अब परमेश्वरको लागि काम गर भनेर भन्ने रहेछ कि। अब यस्ता खालका फाल्टु झुटो शिक्षाहरूमा मानिसहरू कसरी फसिरहेका छन् भन्ने कुरा गर्नु पर्दाखेरि चाहिँ मानिसहरूमा साधारण बाइबली ज्ञान पनि छैन, युथहरू पनि फसिरहेका छन् र विश्वासीहरू चेला बन्न सकेका छैनन्। विश्वास गरेको धेरै भयो तर चेला हुन सकिरहेका छैनन्। त्यस कारणले गर्दा अब अलिकति विश्वासबाट अलिकति बढेर माथि पुग्नुपर्ने देखिएको छ र अगुवाहरूले पनि ख्याल गर्नुपर्ने देखिएको छ। किनभने विश्वासी अनलाइन सङ्गति भनेर बस्ने अनि त्यहाँबाट ऊ चाहिँ झुटो शिक्षामा जाने, यस्तो खालको प्रवृत्तिहरू बढेको देखियो। यस कारणले गर्दा यो भिडियोलाई मजाले सेयर गर्नुहोस्, तपाईँको मण्डलीमा सेयर गर्नुहोस्, अनि तपाईँको युथहरूलाई जानकारी दिनुहोस्, अनि हामीलाई पनि प्रतिक्रिया दिनुहोस्। र यदि तपाईँहरू हामीसँग बाइबल तालिममा बसेर सिक्न चाहनुहुन्छ भने हामीसँग सिक्न सक्नुहुन्छ, र कसैले गीतहरू रेकर्ड गराउन चाहनुहुन्छ भने तपाईँहरूले हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। धन्यवाद सबैजनालाई, जय मसीह। येशू ख्रीष्टको दोस्रो आगमन भइसकेको छ भनेर प्रचार गर्ने झुटो शिक्षाहरूदेखि तपाईँहरू होसियार हुनुहोला। यदि कसैले येशू ख्रीष्टको दोस्रो आगमन त भइसक्यो भनेर प्रचार गर्दैछन् भने त्यो चाहिँ झुटो शिक्षा हो भनेर बुझ्नुहोस्। तपाईँहरू झुक्किनु होला, किनभने धेरै सङ्गतिहरू आइरहेको छ फेसबुकमा, येशू ख्रीष्टको दोस्रो आगमन भइसक्यो, उहाँ त चाइनामा जन्मिनु भएको छ, उहाँ त कोरियामा जन्मिनु भएको छ भन्ने किसिमका विभिन्न किसिमका झुटो शिक्षाहरू आइसकेको छन्। तपाईँहरू त्यो सङ्गतिबाट टाढा हुनुहोला।
अब किन कसरी थाहा पाउने येशू ख्रीष्टको दोस्रो आगमन भएको र नभएको कुरा भन्ने कुरा गर्दाखेरि चाहिँ सबैभन्दा पहिला येशू ख्रीष्टको आगमन भएपछि चाहिँ उहाँले न्याय गर्नको निम्ति आउने हो। दुष्ट काम गर्ने मानिसहरूलाई न्याय गर्ने अनि धार्मिकतामा जिउनेहरूलाई इनाम दिनको निम्ति आउने हो। तर अहिलेसम्म त्यो भएको छैन। फेरि मृतकहरू इन्साफको लागि पुनरुत्थान हुनेछन् भनेर येशू ख्रीष्टले भन्नुभएको छ, अनि त्यो पनि भएको छैन हैन। अनि आगमनको प्रतीक्षा गर्ने अथवा विश्वासीहरू चाहिँ ख्रीष्टसँगै उठाएर लगिनेछन् माथि बादलमा प्रभुको राज्यमा भनेर भनिएको छ, त्यो पनि उठाएर लगिएको छैन। तपाईँ हामी त अहिले यहाँनिर छौँ। अनि शैतानलाई अटल कुण्डमा फालिनेछ भनेर वचनले भन्दछ। शैतान त हामीसँगै अहिले चाहिँ राज्य गरिरहेको छ यो संसारमा हैन। अनि त्यसपछि सबै मानिसहरूले येशू ख्रीष्टलाई बादलमा आइरहेको देख्नेछन् भनेर भनेको छ। सुटुक्क आउने होइन। येशू ख्रीष्टले अगाडि नै के भन्नुभएको थियो भने मेरो नाउँमा धेरैजनाले तिमीहरूलाई बहकाउनको लागि भन्ने छन्, हेर ख्रीष्ट यहाँ छन् कि त्यहाँ छन् भनेको। ए ख्रीष्ट त कोरियामा जन्मिनु भयो, ए ख्रीष्ट चाइनामा जन्मिनु भयो भनेर नाना थरीका कुराहरू गर्दै आउँछन्। अब येशू ख्रीष्ट फेरि जन्मिनु पर्दैन हैन। उहाँ अगाडि आउँदा नै उहाँले के भन्नुभएको छ, म अहिले आउँदा अथवा त्यति बेला 2000 वर्ष अगाडि आउँदाखेरि मानिसको रूपमा आउँदा म मानिसहरूलाई बचाउन आएँ, तर अब आउँदा अब फेरि आउन चाहिँ आउँछु, तर के गर्न आउँछु भन्दाखेरि चाहिँ म न्याय गर्नको निम्ति आउँछु। म फेरि कुनै मान्छेको पेटमा गर्भमा जन्मेर आउँदिनँ, तर म बादलमा आउँछु। म जस्तो गएको तिमीहरूले देखिरहेका छौ त्यसरी नै म फेरि फर्केर आउनेछु र तिमीहरूलाई पनि लानेछु भनेर चाहिँ येशू ख्रीष्टले भन्नुभएको छ। त्यही भएर यो कतिवटा झुटो शिक्षाहरूले चाहिँ एकदमै ठाडै के भनेर भन्छन् भनेर भन्दाखेरि चाहिँ ओहो येशू ख्रीष्ट त चाइनामा जन्मिनु भयो, येशू ख्रीष्ट त कोरियामा जन्मिनु भयो भनेर फजुल तर्कहरू गरिरहेका छन्। अब फेसबुकमा भइरहेका कुनै पनि आफूलाई क्रिस्चियन भन्छ भने तिनीहरूलाई हामीले विश्वास गर्नु भएन। मलाई पनि धेरैवटा फ्रेन्ड रिक्वेस्टहरू आउँछ। ल हेर्नुहोस् त यस्तो खालको यो स्क्रिनमा तपाईँले देख्दै हुनुहुन्छ, नाम चाहिँ नेपालीकै छ। अनि कतिवटा ठाउँमा प्रायः जसो ठाउँमा यिनीहरूले फुलको चित्र राख्छ है। हेर्नुहोस् है, मैले चाहिँ यिनीहरूलाई फ्रेन्ड रिक्वेस्ट एक्सेप्ट गर्दिनँ। यहाँनिर प्रोफाइल पिक्चरमा पनि फुल, पछाडि पनि फुल, अनि एआईले बनाएको प्रोफाइल पिक्चरहरू हुन्छ। पहिला त रियल मान्छेकै पिक्चर पनि राख्थ्यो। यिनीहरूलाई हामीले सजिलै चिन्न सक्छौँ। यिनीहरूले तपाईँलाई थाहा नदिकन उनीहरूले आफ्नो ग्रुपमा जोडेका हुन्छन् हैन। अनि त्यसपछि ल वचन सिक्ने भन्छ, बाइबलको कुराहरू सिकाउँदैन। ए परमेश्वर त वचन देहधारी हुनुभयो भन्ने पुस्तकबाट बोल्नु भएको छ। अहिले पहिला चाहिँ व्यवस्थाको युग थियो, अनि त्यसपछि अनुग्रहको युग भयो, अब अहिले चाहिँ राज्यको युग आएको छ भनेर भन्छ। यो चाहिँ सरासर यो गलत कुरा हो है। अब यो चाहिँ विशेष गरी कोहरूलाई काम लाग्छ भन्दा नयाँ विश्वासीहरू अनि त्यसपछि अलिकति बाइबल कमै अध्ययन गर्ने विश्वासीहरूलाई चाहिँ उनीहरूले सजिलैसँग झुट्क्याउन सक्छ। त्यसकारणले हामीले यिनीहरूलाई पर्दाफास गरेर यिनीहरूले के कस्ता शिक्षाहरू सिकाउँछन् भन्ने कुरा यिनीहरूकै ग्रुपभित्र छिरेर प्रमाणसहित 2वटा भिडियो बनाएका छौँ। यो 2वटा भिडियो तपाईँहरूले हेर्नुहोला र यो भिडियोलाई सकेसम्म सेयर गर्नुहोला। विशेष गरी 7:30 गएदेखि 9:30 बजेसम्म यिनीहरूको सङ्गति हुन्छ। तपाईँहरू त्यो सङ्गतिमा हुनुहुन्छ भने तुरुन्तै निस्किनु होला र तपाईँहरूको साथीहरू कोही यस्तो सङ्गतिमा जोडिनु भएको छ भने उनीहरूलाई निकाल्नको लागि यो भिडियो सक्दो सेयर गर्नुहोला। र तपाईँ पनि अझै परमेश्वरको बारेमा बुझ्न चाहनुहुन्छ, बाइबलको बारेमा बुझ्न चाहनुहुन्छ भने तपाईँहरूले हामीलाई मेसेज फोटोलाई हेर्नुहोस् त, साँच्चै नै बाइबलमा येशू बादलको सवारीमा आउनुहुनेछ भन्ने कुरा पुरा भएको छ। हिजो बिहान 7 बजेतिर चोबार डाँडामा येशू ख्रीष्ट आएर फर्कनु भयो। यो फोटोमा लाइक र कमेन्ट गर्नेलाई उहाँले फलिफाप गराउनुहुन्छ र शेयर गर्नेलाई यही महिनामा 2 करोड बराबरको घर दिएर आशिषित गराउनुहुनेछ। अनि यो फोटो देखेर पनि लाइक कमेन्ट र शेयर नगरेमा अनिष्ट हुनेछ। माथि प्रस्तुत गरिएको दृष्टान्तले आज भोलि आइरहेका अनौठा शिक्षाहरूको चित्रण गरेको छ। एकातर्फ राम बहादुर बमजनलाई बुद्धको अवतार भन्दा खिल्ली उडाउने अनि अर्कातर्फ कोरियामा वा चाइनामा येशूको महिना अवतार आउनुभयो भन्ने कुरालाई हाम्रै विश्वासीहरूले पत्याएको देख्दा मन कटक्क दुख्छ। विश्वमा 45,000 भन्दा बढी इसाई सम्प्रदायहरू बेग्लै सिद्धान्त र शिक्षा लिएर आउँछन्। ती सबैको मापक यन्त्र बाइबलको सत्यता हो, तर रिसर्च गर्ने संस्कृति नभएका ग्वाचे विश्वासीहरूलाई बहकाउन कुनै आधारै नचाहिने। नयाँ विश्वासीहरू त स्वभावैले कमलो हुन्छन्, तर 5 वर्षे विश्वासी वचनको सिद्धान्तमा बलियो हुन नसक्नु मण्डलीको ठूलो घाटा हो। इर्ष्याल स्पिकले राखेको हास्यात्मक र व्यङ्ग्यात्मक मिमहरूलाई पचाउन नसक्नेले बेरियाको मानिसहरूबाट केही सिक्नु जरुरी छ। अब यो भन्दै गर्दा बेरिया न सिरिया यो कुन एरिया हो भनेर अलमल्ल हुने श्रोताबिन्दहरूलाई बडो सम्मानको साथ प्रेरित 17 अध्याय पाठ गर्न आग्रह गर्न चाहन्छु। पावलले प्रचार गरेका कुराहरूलाई उनीहरूले कुनै आधार बिना विश्वास गरेनन्,
परमेश्वरको वचनबाट ती कुरा जाँचे। अझै पनि औसत मानिसहरू नयाँ कुरा सुन्ने बित्तिकै के हो कसो हो भन्ने नबुझिकनै विश्वास गरिहाल्छन्। बाइबल पढौँ न के बाइबल पढौँ, बाइबल पूजा गर्नलाई राखिएको होइन, पढ्नलाई हो। वचन पढ्नेले समझ पाउँछ। भजन सङ्ग्रह 119 को 130। तपाईका वचनको व्याख्याले ज्योति प्रदान गर्छ, त्यसले सिधा सादा मानिसहरूलाई समझ शक्ति दिन्छ। यो फोटोलाई हेर्नुहोस् त, साँच्चै नै बाइबलमा येशू बादलको सवारीमा आउनुहुनेछ भन्ने कुरा पूरा भएको छ। हिजो बिहान 7 बजेतिर चोबार डाँडामा येशू ख्रीष्ट आएर फर्कनु भयो। यो फोटोमा लाइक र कमेन्ट गर्नेलाई उहाँले फलिफाप गराउनुहुन्छ र शेयर गर्नेलाई यही महिनामा 2 करोड बराबरको घर दिएर आशिषित गराउनुहुनेछ। अनि यो फोटो देखेर पनि लाइक कमेन्ट र शेयर नगरेमा अनिष्ट हुनेछ। माथि प्रस्तुत गरिएको दृष्टान्तले आजभोलि आइरहेका अनौठा शिक्षाहरूको चित्रण गरेको छ। एकातर्फ राम बहादुर बमजनलाई बुद्धको अवतार भन्दा खिल्ली उडाउने अनि अर्कातर्फ कोरियामा वा चाइनामा येशूको महिना अवतार आउनुभयो भन्ने कुरालाई हाम्रै विश्वासीहरूले पत्याएको देख्दा मन कटक्क दुख्छ। विश्वमा 45,000 भन्दा बढी इसाई सम्प्रदायहरू बेग्लै सिद्धान्त र शिक्षा लिएर आउँछन्। ती सबैको मापक यन्त्र बाइबलको सत्यता हो, तर रिसर्च गर्ने संस्कृति नभएका ग्वाचे विश्वासीहरूलाई बहकाउन कुनै आधारै नचाहिने। नयाँ विश्वासीहरू त स्वभावैले कमलो हुन्छन्, तर 5 वर्षे विश्वासी वचनको सिद्धान्तमा बलियो हुन नसक्नु मण्डलीको ठूलो घाटा हो। इस्राएल स्पिकले राखेको हास्यात्मक र व्यङ्ग्यात्मक मिमहरूलाई पचाउन नसक्नेले बेरियाको मानिसहरूबाट केही सिक्नु जरुरी छ। अब यो भन्दै गर्दा बेरिया न सिरिया यो कुन एरिया हो भनेर अलमल्ल हुने श्रोताबिन्दहरूलाई बडो सम्मानको साथ प्रेरित 17 अध्याय पाठ गर्न आग्रह गर्न चाहन्छु। पावलले प्रचार गरेका कुराहरूलाई उनीहरूले कुनै आधार बिना विश्वास गरेनन्। परमेश्वरको वचनबाट ती कुरा जाँचे। अझै पनि औसत मानिसहरू नयाँ कुरा सुन्ने बित्तिकै के हो कसो हो भन्ने नबुझिकनै विश्वास गरिहाल्छन्। बाइबल पढौँ न के बाइबल पढौँ, बाइबल पूजा गर्नलाई राखिएको होइन, पढ्नलाई हो। वचन पढ्नेले समझ पाउँछ। भजन सङ्ग्रह 119 को 130। तपाईका वचनको व्याख्याले ज्योति प्रदान गर्छ, त्यसले सिधा सादा मानिसहरूलाई समझ शक्ति दिन्छ। यो भिडियो झुटो शिक्षाबाट सचेत गराउन बनाइएको हो। 2% पुग्न लागेको सानो नेपाली इसाई समुदायमा एउटा विवाद सेलाउन नपाउँदै अर्को विवाद निरन्तर आइरहेको छ। प्रख्यात र इज्जतदार प्रचारकहरू समेत एउटा स्ट्याटसले, एउटा वाक्यले र हरकतले विवादित बन्न र झुटो शिक्षकको उपाधि पाइरहेका छन्। उनीहरूलाई झुटो भन्नेहरूलाई चाहिँ अर्काहरूले झुटो भनिरहेका छन्। भनेपछि साँचो चाहिँ को रहेछ त? कुन आधारमा साँचो झुटो छुट्याउने होला त? वचनको साँचो शिक्षाका 3वटा कुराहरू याद गरौँ। पहिलो कुरा, त्रिएक परमेश्वरमाथि विश्वास। परमेश्वर एक हुनुहुन्छ। उहाँ भन्नुहुन्छ, म नै परमप्रभु हुँ र म बाहेक अरू कोही पनि छैन। चाइनामा अथवा कोरियामा परमेश्वर जन्मियो रे भन्ने कुरामा अल्झिएर समय बर्बाद नगर्नुमा नै भलो हुन्छ। एउटै परमेश्वरको 3 व्यक्तित्वहरू छन्, पिता, पुत्र र पवित्र आत्मा। पिता परमेश्वरको बारेमा बुझ्नुपर्ने कुरा चाहिँ उहाँलाई पुरुष भएकोले पिता बनेको होइन, तर जसरी सामान्यतया एउटा परिवारलाई सम्हाल्न पिताको जिम्मेवारी हुन्छ, त्यसरी नै पितालाई सारा संसारलाई सम्हाल्नुहुन्छ भन्ने अर्थमा उहाँलाई पिता बनिएको हो। परमेश्वर आत्मा हुनुहुन्छ। उहाँको कुनै जेन्डर छैन। त्यसैले पिता परमेश्वर भए माता परमेश्वर पनि हुनुहुन्छ भनेर चुमचुम नगर्दा हुन्छ। पिता परमेश्वर सर्वशक्तिमान, सर्वज्ञानी, सर्वव्यापी, सार्वभौम र सिद्ध हुनुहुन्छ। उहाँको योजना कहिले असफल हुँदैन र उहाँले गर्ने हरेक काम पूर्ण हुन्छ। पुत्र परमेश्वरको बारेमा बुझ्नुपर्ने कुरा चाहिँ उहाँ कन्या मरियमको कोखमा कुनै पुरुषसँगको सहवास बिनै शरीरमा 100% मानव भएर जन्मनु भयो। त्यसैले उहाँलाई पुत्र भनियो। पिता र पुत्र महानतामा बराबर हुनुहुन्छ। पिता अलि महान र पुत्र अलि कम महान होइन। येशूले भन्नुभएको छ, पिता र म एक हौं। पुत्र परमेश्वर 2000 वर्ष अगाडि मानव बनेर आउनु अगाडि नै अस्तित्वमा हुनुहुन्थ्यो। उहाँको विषयमा यसरी लेखिएको छ, किनकि सबै थोक उहाँबाट, उहाँद्वारा र उहाँकै निम्ति हुन्।
अर्को महत्त्वपूर्ण कुरा, पुत्र परमेश्वर शरीरमा सिद्ध जीवन जिउनुभयो, शरीरमा मारिनुभयो र शरीरमा मृत्युबाट जीवित हुनु भएर महिमित शरीरमा बादलमा उठाएर लगिनुभयो र फेरि बादलमै आउनुहुनेछ। उहाँ फेरि बादलमा आउनलाई प्यारासुट चाहिँदैन, किनभने उहाँ महिमित शरीरमा आउनुहुन्छ। बाइबलको हरेक पुस्तकले परमेश्वरको पुत्र ख्रिस्टकै विषयमा केन्द्रित रहेर सन्देश दिन्छ र सोही अनुसार हामीले उल्था गर्नुपर्छ। पवित्र आत्माको विषयमा बुझ्नुपर्ने कुरा चाहिँ, पवित्र आत्मा जसमा आउनुहुन्छ उसको जीवनमा प्रेम, आनन्द, शान्ति, धैर्य, दया, भलाइ, विश्वस्तता, नम्रता र संयम देखिन्छ। पवित्र आत्मा जादुगरले फाकफुक मन्त्र जप्दा उत्पन्न हुने शक्ति जस्तो होइन। उहाँ व्यक्ति हुनुहुन्छ, उहाँ हाम्रो शरीरमा बास गर्ने मित्र हुनुहुन्छ। प्रार्थना, आराधना र उपवासमा मात्र उहाँको उपस्थिति हुन्छ भन्नु चाहिँ सरासर गलत हो। झुकिनु पर्दैन। पवित्र आत्माले भरिएको विश्वासीले प्रार्थना, आराधना र उपवासलाई निरन्तरता दिएको हुन्छ। पवित्र आत्माको प्रेरणा पाएर नै चेलाहरू साहससँग सुसमाचार बोले, रोगीहरूलाई निको पारे, भविष्यवाणी र अगमबाडी गरे। उहाँले अगमबाडी दिनुहुन्छ र त्यो पुरा हुन्छ। पुरा नहुने अगमबाडी पवित्र आत्माबाट आएको होइन। दोस्रो कुरा, मुक्ति कर्मबाट होइन, येशूमा विश्वास गरेर मात्र पाउन सकिन्छ। नझुकिनुहोस्, कर्मद्वारा उद्धार सम्भव भएको भए येशू ख्रीष्ट क्रुसमा मर्नै पर्ने थिएन, तर व्यवस्थाबाट मुक्ति सम्भव नभएकोले नै येशू उद्धारको मार्ग बन्नुभयो। केवल अनि केवल येशूलाई आफ्नो मुक्तिदाता भनेर विश्वास गरेर मात्र मुक्ति पाइन्छ। निस्तार चाड, विधि विधान, सब्बात दिनको पालना जस्ता कुराहरू पूर्ण भइसकेका व्यवस्था हुन्। क्रुसको करारमा सिपिएको व्यवस्थाले होइन, क्रुसमा पूर्ण भएको बलिदानमा विश्वास गरेर मुक्ति पाइन्छ। त्यसै गरी मुक्तिको लागि माता परमेश्वर वा पूर्वीय ताराको सघोषित सर्वशक्तिमान परमेश्वर मान्नु पर्दैन। वचन स्पष्ट छ, अरू कसैमा मुक्ति छैन, किनकि हामीले मुक्ति पाउनलाई स्वर्गमुनि मानिसहरूमा अर्को कुनै नाउँ दिइएको छैन। तेस्रो कुरा, पवित्र बाइबलको पूर्ण आधिकारिकता अर्थात् जनता देशको कानुनले बाँधिए जस्तै विश्वासी र मण्डली वचनको आधिकारिकताले बाँधिएको हुनुपर्छ। पवित्र वचनभित्र लेखिएका एक एक अक्षरहरू सत्य हुन्, कुनै पनि असत्य छैनन्। कोहीले बाइबल मात्र पढेर पुग्दैन, फलानुले लेखेको किताब पढेर मात्र मुक्ति पाइन्छ भन्ने खालको शिक्षा साँचो हुन सक्दैन। पूर्वीय तारा अर्थात् चाइनाको सघोषित सर्वशक्तिमान परमेश्वरका चम्चेहरूले परमेश्वर बाइबलमा टाँसिएर बस्नुहुन्न, उहाँ वचनभन्दा बाहिर जान सक्नुहुन्न र भन्ने खालका प्रश्न गर्दा एक प्याकेट बदाम र मह किनेर 3 महिने चेलापन तालिममा भर्ना गर्न मन लाग्छ। यदि वचन परमेश्वर नै हुनुहुन्छ भने किन वचनभन्दा बाहिर जानुपर्छ र? मुक्तिको लागि जरुरत पर्ने सबै कुरा पवित्र बाइबलमा लेखिएको छ। वचन सिद्ध छ र यसमा केही थप्नु पर्दैन र घटाउनु पनि पर्दैन। बाइबलका हरेक पुस्तकहरू येशूको गवाही दिन लेखिएका हुन् ताकि उहाँमाथि विश्वास गरेर सबै मानिसहरूले सित्तैमा मुक्ति पाउन सकुन्। यी 3वटा सिद्धान्तहरू सम्झौता रहित रूपमा पालन गर्नुपर्छ। कसैले तपाईलाई नयाँ कुरा भन्ने बित्तिकै पत्यार गरिहाल्नु भन्दा त्यसलाई बाइबलबाट जाँच्नुपर्छ।